यो चाहिँ हलुवा बेद है। नेपालमा भएको भए चाहिँ अहिलेसम्म यसलाई म खाइदिन्थेँ, सक्खा पारिदिन्थेँ। तर यहाँको नियम कानुनसँग चाहिँ मैले डराएको छु क्या। यस्तो हुनुपर्छ नियम कानुन। यहाँ मैले हातै लाउनु सक्दैन। यो जङ्गलभरि सिसी क्यामेरा हुनु पनि सक्छ क्या। तर मैले सिसी क्यामेरा नदेखेको भयो नि हुन्छ छ के। देश परिवर्तन हुँदा नियम कानुन चाहिँ एकदमै कडा हुनुपर्छ क्या। फेरि कोरियामा चाहिँ यस्तै हो। फेरि देश विदेश जोसुकै होस् क्या, देशी विदेश सबलाई कानुन इक्वल छ क्या, इक्वल बराबर छ यहाँ। कसैले केही गर्नै पाउँदैन क्या। यो निङ्ला भन्ने होइन र बाँस टोकरी सोकरी के बनाउँछ क्या है। डोको नाङ्लो सुप्पो आउन त आइयो है। पुग्न त पुगियो है। अब त्यो कुकुरको पुग्यो हट्या कान्छेलाई यार। नबोलौँ नबोलौँ कुकुर छ त। सावधान, तपाईँ सिसी क्यामेरामा निगरानीमा हुनुहुन्छ होइन, तपाईँ कुकुरको निगरानीमा हुनुहुन्छ। यहाँबाट चाहिँ हाल्छ होला कस्तो यार। यहाँ खेत छ, यहाँ धान काटिसक्यो। तर यहाँ पनि यहाँ हातले काट्दैन। काट्ने भने यसरी नै यसरी अब यहाँसम्म पुगाउँछ क्या। ल यहाँको कृषि प्रधान देश नेपाल होइन कोरिया हो क्या। कृषि प्रधान देश भनेको त कस्तो छ ल। अब विकास भने त यार हेर्नु न। विकास भने मेरो साथी विकास होइन नि त, यो हो विकास भनेको। गाउँभन्दा नि महागाउँभित्र छिरिरहेको छौँ कि हामी। गाउँभन्दा नि महागाउँभित्र। त्यही पनि यस्तो विकास छ के भन्नु। खै म त गोरो देखिसकेँ, काले मान्छे हो नि यहाँ आएर। राई सर दुई शब्द जाओस् न। कोरिया हाम्रो गन्तव्यमा पुग्न लागेको छौँ। थोरै बाँकी छ अगाडि। कोरियाको गाउँलाई यसो जङ्गललाई भिजिट गर्दै ल यति नै हो। हल्का चिसो चाहिँ बढिरहेछ। रुममेट है रुममेट रुममेट पुरा पाकिरहेछ। हामीले खानु चाहिँ मिल्दैन, हेर्नु मात्र मिल्छ। गाह्रो छ। आइ खाइ यसको सब्जी त फर्सीहरू चट्टै चुडेर लगेर खाइदिन्थ्यो। के गर्नु यार गाह्रो छ। भटमास पाकेर त्यहाँ भटमास आउने बेला भएको छ। कोरियालाई अहिले चाहिँ बाली उठाउनुमा भ्याइ नभ्याइ छ। भट्ट भट्ट उता पर्तिर सिलामहरू काटेर उठाइरहेछ। एकदम छ। हिजो आज अब बाली उठाउने सिजन भ्याइ नभ्याइ छ भोटेहरूलाई। अर्को ज्याकेट लगाउनु पर्ने रहेछ यार। मैले त त्यहाँ जाऊँ उसको छेउमा रहेछ त हौ। छेउमा बाटो छ त। अब यहाँबाट जान मिलेन होला। कहाँ यहाँबाट मिल्छ के। मेरो पावर चल्छ यता। कति मिल्नु त मिलिहाल्छ। मैले कुकुर फुकाइदियो भने अनि खै। होइन मेरो पावर चल्छ क्या यता। फोन गरिदिन्छु नि त म यहाँको राष्ट्रपतिलाई अहिले भनेर भन्न मिल्दैन। लु आमामा क्या दामी 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 सिन छ त यता त यार यस्तो। लु के हो जोडी। वा दामी छ त यार। ऊ त्यहाँ फुल पो बबाल छ त यार। त्यहाँ गएर पो आहा आँखा नै कस्तो भयो यार घाम लागेर त। महिना चरी पहाड जाने बसायो बम्बई जाने रेल। ल आजको ब्लग यति नै। दोस्रो ब्लगमा त्यहाँबाट यस्तो 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 छड्केबाट कहाँ कहाँको भिडियो हुन्छ हेरिदिनु होला है। बाई। कस्तो दामी छ है। यस्तो चौर बनाएको किन यता जान पाउँछ पाउँदैन। यो त शिवलिङ्ग हो यार। यहाँ पनि मान्छन् न शिवलिङ्ग।
क्रिस्चियन हुन् बढी क्रिस्चियन छन् यता छन् त कोरियामा लामा यस्तो त यार के भगवान खान नपाएपछि देखेको के काम खान नपाएपछि देखेको के काम उनीहरूले त वर्षै पछि ग्राफ्टिङ गर्छ है क्या यो सब नयाँ यहाँबाट पलाएर फलेकोहरू छन् हे भगवान देखेको के काम खान नपाएपछि चराहरूले खाँदैछ त हामीले खान नपाए नि तर विकास त हो यार एक एक घरमा पिच रोड पुगेको छ क्या अरू त छोडिदिउँ क्या अरू त अब यो पाहाड जाने हो अब पहाड त अहिले भ्याउँदैन यार चिसो हुन लाग्यो कपडा ल्याएन नि त त्यस्तो यस्तो कपडा छ मरिन्छ त्यो के हो कफी ला अब भन्छन् क्या यस्तो कफी ल अब यस्तो जङ्गलमा पनि अब त्यो कति टाढा आएको है हामी यो जङ्गल केही छैन बजारै छैन क्या त्यति ल यस्तो जङ्गलमा पनि दामी क्याफे चलाएर बसिरहेको छन् क्या लोकेसन हुन्छ लोकेसनमा हालेको मतलब त्यस्तै पेज भनौँ फेसबुकमा हुन्छ जस्तो आफ्नो बिजनेस व्यवहारलाई अनलाइन गरे जस्तै हो क्या प्रायः जस्तो जोडीहरू कपालहरू यस्तो ठाउँमा आउनु रुचाउँछन् नि त यहाँ त अब सबसँग सेवा सुविधा छ गाडी छ हरेक कुरा छ नि त यहाँ आउनुलाई कम धाकी हो र सट्ट आयो गयो खायो हिँड्यो क्या त्यस्तो दामी ठाउँ हुन्छ क्या त्यही भएर कुनै पनि ठाउँको विकास हुनलाई त्यहाँको मेरुदण्ड भनेको सडक पनि एकदमै मेन हो क्या मेरुदण्ड जस्तै हो क्या सडक चाहिँ हामी चाहिँ कपाल नभएर यसरी हिँडिरहेछौँ तर नेपालमा छ है फेरि कोरियामा छ नेपालमा त छ नेपालमा चाहिँ छ है फेरि हामीले झुट बोल्नु पनि हुन्न क्या गाह्रो हुन्छ नि त हेरेपछि सक्यो त्यहीँ बस् त त्यहीँ बस् नेपाल नआइज बुढी छैन भन्ने त भनेर बेच्यो त्यही भएर छ है छ यहाँ चाहिँ छैन है नेपालमा चाहिँ छ है छ यहाँ यो कस्तो दामी छ यार छ्या आएर पो बस्न मजा आउँथ्यो देखेर के काम खान नपाएपछि भनेको यही हो क्या यस्तो छ क्यार्नु त डे 1 डे 2 जस्तै छ अब त ला हजारी फुल राइसर सयपत्री भन्छ अब हाम्रो त हजारी फुल भन्छ कस्तो दामी छ यार माया लाग्यो यार ह्याप्पी तिहार है ह्याप्पी तिहार सबलाई भन्नै भुल्यो किन गइसक्यो जस्तो लाग्यो चलेकै छ क्या ह्याप्पी तिहार त फेरि प्लानिङ चाहिँ आज हाम्रो अरू ठाउँमा जाने हो है खासमा साथी एकजना साथीले हामीलाई धोका दियो त्यही भएर हामी दुईजना साथीको चाहिँ प्लान जङ्गलतिर गएको खासमा यत्तिकै रमाइलो हो क्या वन्य जन्तुसँग रमाएर हामी रुख बिरुवासँग रमाएर पनि दिन काटिदिन्छौँ क्या यहाँ त इच्छा शक्ति हुनुपर्छ क्या के गर्ने भन्ने सक्यो क्या फाइनल्ली अब हामी यो खोला तर्नलाई नदी तर्नलाई समुद्र तर्नलाई तलाउ तर्न जे भने नि फाइनल्ली लोकेसनमा पुगियो जस्तो लाग्यो गएर हानिदिउँ न मासु भात मिसाइलहरू त यहाँ पो रहेछ त यार अलिक माथिसम्म घुम्नुपर्छ है जान दिन्छ कि दिँदैन के हो कस्तो बुझ्नु छैन चिल्ड्रेन पार्क हो क्या त्यो मिसाइल हो यो चाहिँ मिसाइल हो यो चाहिँ मिसाइल हो यो चाहिँ घर हो त्यहाँभित्र के छ र त्यस्तो छैन त्यस्तो राम्रो यत्तिकै बस्ने यो जङ्गलतिर यस्तै बनाएको हुन्छ क्या बस्ने उनीहरूलाई चिल क्याफे छ हो यसकै होला क्या क्याफे चाहिँ अब खाएपछि पनि फसिन्छ नखाए पनि हिँडिहालौँ त्यहाँ जाँदा है अब महँगो धेरै छ नि त अब यस्तोमा हुन त यो क्या दामी हुन्थ्यो है सर्र हावा आउँथ्यो
ऊ त्यहाँ यस्तो तलाउको ऊ देखिएन र तल देखिन लाग्छ होला नि ए चिनिया होला नि त तपाईँलाई चाहिँ वाह यार कस्तो दामी छ के ओ नो के हो 40-50 हजारको पहिला हेर्नु न हेर्नु के हो 40-50 हजारको र यसमा के छ यो छुर्यो उम्रियो भनेको पेय पदार्थ होइन के हो र हामीलाई मन नपर्ने चिज छ र पैसा जम्मा 30-40 हजार छ अनि पैसा त छ यहाँ 4-5 लाख छ अरे पैसाको त टेन्सन गर्नु कफी सक्यो यहाँ यो के हो कफी यागी कुराकानी गर्नु छैन र कफी खाँदै कफी कुराकानी हो के हो कस्तो दामी बनाएको छ यार यो चाहिँ है ए यार टाढा होइन यो हामीले बाटो उ गरेर हो साइकल भएपछि त एकदमै फास्ट हुन्छ यस्तोमा यो तर नुहाउनु लायकको छैन क्या हो यार पानी नरहेछ अनि पहाड जाने बेला त यस्तो बनाएको छ त ढुङ्गा खतरा यतिको क्याफे के यसमा बस्यो माथि चट्ट कफी खाँदै गिटार हान्दै होइन गफ गर्दै साथीभाइसँग यस्तोमा ओइ मलाई नि पास गर न भन्दै कुराकानी गर्दै कस्तो रमाइलो हुन्थ्यो के हेर्नु यो कोरिया हो नेपालमा यस्तो छैन नेपालमा मौज मस्ती गर्नलाई अब पैसा थिएन अहिले अलिअलि कति पैसा भयो त अब साथीभाइ छैन यस्तो रमाइलो गर्ने ठाउँ छैन एक्लै त के मजा आउँछ यार सम्झिने हो त्यसै हो अब